आउनुहोस् आज आँपको अचार हालौँ है त। आँपको अचार हाल्ने भनेर आँप टिप्न गएको थिएँ। हेर्नु न त्यहाँ आँप त पाकिसकेछन् के। योचोटि मैले ढिला हालेँ कि, म पहिला नै हालिहाल्थेँ। अनि आँप त पाकिसकेर रहेछन्। रुखमा 2-3 दाना पाकेको देखेँ। अनि हेर्नु म रुख चढिहालेँ कि पाकेको आँप टिप्न गएको मैले चाहिँ म तलबाट झरालेपछि तलको बाडीमा जानुपर्छ लिन, तल खस्छ भनेर रुख गएको होइन, तलै खस्यो के। अनि मेरो छोरीले चाहिँ 2टा आँप पाइन्छ यस्तो खुसी भएछिन्। आँप भने त हुरुक्कै हुने मान्छे हुन् नि। अनि आँपको रुख चाहिँ चिप्लो थियो के, पानी आएको थियो रातभरि। अनि भुइँबाटै भयो नि टिप्छु त भनेको, हाइट सानो भएको मान्छे त भइहालेँ। त्यहाँ पुग्नै सकेन कि मैले। अनि हार मानेर चढेँ म रुखतिर। त्यहाँ बाल्टिनभित्र राखेको छु कि मैले मोबाइल। अनि बाल्टिनको टुप्पा देखिया रहेछ के। मैले रुख चढ्दाखेरि चाहिँ बाल्टिनमा राखेर गएको थिएँ। त्यहाँ बाल्टिनको टुप्पो देखिया हेर्नु न थोरै। अनि रुखमा चाहिँ बाल्टिन लिन अप्ठ्यारो हुने भयो, त्यही भएर मैले चाहिँ झुप्पा 4-5 वटा झुप्पाहरू टिपिरहेको छु के। अनि भिडियो बनाउँदा चाहिँ मैले आँपकै मुखमा ठाउँ राखेर बनाएको छु नि त, हेर्नु न त्यहाँ। अनि आज त मेरो मुख पाकेर हैरान भएको छ क्या। यो भिडियो हिजोको हो, मैले एडिट गर्न पाएको थिएन। अनि हेर्नु न त्यहाँ मुख पुरै पाकेको क्या मेरो। आज त आँपको चोप परेछ। त्यसपछि घर आयौँ। अनि पाकेको आँपलाई छोरीलाई काटेर दिएँ। पहिला अब पाकेको आँप खान पर्यो, काँचो आँप काट्नतिर त लाग्नु भएन नि त। अनि पाकेको आँप खायौँ हामीले। कस्तो मिठो छ भनेर मेरो छोरीले यस्तो गरिरहेछिन्। अनि त्यहाँ अनि आँपहरू सबै जटाइ ल्याएको थिएँ। अनि आँपहरू टिपेर धोइ पखाली गरेँ मैले चाहिँ। त्यस पछाडि चाहिँ आँप काट्नतिर लागेँ म। यस्तो हड्डी लागिसकेको थियो कि काट्न कस्तो अप्ठ्यारो भएको थियो। कोही दाना त पुरै रचे दाना जस्तो भएको थियो कि पाकिसकेको थिएँ। नहालौँ कि जस्तो पनि भइरहेको त्यहाँ। दोर्मोर भएर काटिरहेको छु। कोही दाना चाहिँ पाकिसकेको थियो कि, त्यही भएर नहालौँ कि काटेर खेर जानेको बेलुका सुकाएको बेला गलक्कै पाकेको हुने हो कि भन्ने चाहिँ म सोचिरहेको छु कि त्यहाँ मनमा। काट्न नि कस्तो धौ भइरहेछ के। पहिलाको सिजनहरूमा चाहिँ म 4-5 वटा हाल्थेँ। अनि त्यो हड्डी नलाग्दै हालिहाल्थेँ क्या। यो सिजनमा रेस्टुरेन्ट गएँ नि त म, प्रायः खाजा अर्डर भएर योचोटि। अनि त्यही भएर हाल्न पाएको थिएन क्या। अनि 1-2 वटा खाने भए पनि, हड्डी नै भए पनि हालौँ न त भनेर आज सुरु गरेँ मैले। सकि नसकी भए पनि त्यो आँपलाई काटेँ मैले चाहिँ। खासै केही मसला हाल्दैन कि, मैले हाल्ने मसला यति नै हो। अनि साँझ चाहिँ यत्तिकै सुकेको थियो। पाक्न चाहिँ पाकेको थिएन, कस्तो टेन्सन लागेको थियो क्या। अनि त्यो मसला दिनभरि सुकाएको मसलालाई मैले भुटेँ। अनि त्यसपछि अचारमा मिक्स गरेँ। मेथी तेलमा हालेर मैले गरेको थिएँ के, पड्काएको थिएँ कि। त्यहाँ उसमा झाने जस्तो गरेको थिएँ। त्यो चाहिँ भिडियो कता डिलिट भइहालेछ क्या। अब छोरीले गरियो नि त, त्यही भएर एडिट गर्दाखेरि थाहा पाएँ। एन्ड बाई।